मेरो आवाज त्यहाँ पुगिरहेछ। हामी मनोक्रान्ति गानबाट सुरु गर्छौँ। सन्देश यसमा छ, म गाउँछु, हजुरहरूले पछ्याउनु। मनको यो क्रान्ति अब जीवन को सार बनो, सिंगो विश्व नयव हमरो परिवार बनो। हिंदू होस वा मुस्लिम, वामे होस वा दक्षिण, संदेश सबैका नै मानवकै मुक्ति नहुन्, एउटै चाह सबका, नारी वा पुरुषै हुन्, सिंगो विश्व नयव हाम्रो परिवार बनो। अंतिम चरण विज्ञान अध्यात्म कला हमरो संस्कार बनो। यहाँ एक एक मानव नहीं, एक एक अवतार बनो। इस धरती भरी को अब एउटै सरकार बनो, सिंगो विश्व नयव हाम्रो परिवार बनो। जय हो। मोबाइल 1 लाख 2 लाख 3 लाख लाखों पर्ने मोबाइल यदि 1 रुपैयाँ को चार्ज जोडिएन भने त्यो लाखलाई पङ्गु बनाइदिन्छ। 1 रुपैयाँ को कमी। फेरि एकपल्ट मोबाइलको भाउ लाखौं पर्छ, तर त्यो लाखौं पर्ने मोबाइल तब चल्छ जब त्यसमा 1 रुपैयाँ को इलेक्ट्रिसिटी यानी पावर जोडिन्छ, अनि मात्रै मोबाइल मोबाइल बन्छ, नत्र बक्सा बन्छ, नत्र ठोक्रो भाँडो बन्छ। मोबाइलको कुनै अर्थ रहँदैन। त्यो मोबाइल तपाईको हातमा भएको मोबाइलको कुरा गरेको होइन मैले। हामी सबै मान्छे मोबाइल हौं, हामी सबै मान्छे मोबाइल हौं, र यो मोबाइल, यो शरीर मोबाइल हो, र यो मोबाइलले कति काम दिन्छ भन्ने कुरा यसमा चार्ज कति छ त्यसले निर्धारण गर्छ। फेरि पनि बुझ्नुस्, तपाईको शरीरमा शारीरिक ताकत कति छ, मानसिक ताकत कति छ, र प्राणिक शक्ति कति छ, त्यसले तपाई कति माथि हुत्तिनुहुन्छ, कति माथि पुग्नुहुन्छ भन्ने कुरा तपाईको मोबाइलले निर्धारण गर्दैन, तपाईको चार्जले, शक्तिले निर्धारण गर्छ। त्यसकारण मोबाइल त जन्मजातै हामीले प्राप्त गरेका हौं, दुर्भाग्य हामीले चार्ज गर्न बिर्सेर बसेका छौं। हामीले गाडी देखेका छौं, गाडी पेट्रोलबाट चल्छ, प्लेन पनि पेट्रोलबाट चल्छ, तर गाडीको पेट्रोल प्लेनमा हालेर प्लेन चल्दैन। त्यसलाई प्योर पेट्रोल चाहिन्छ, त्यसलाई अक्टेन फ्युल भनिन्छ। त्यसलाई
अक्टेन फ्युल। अब त्यो फ्युल अझै बढी रकेटमा जानु पर्यो भने त्यो फ्युल काम लाग्दैन। अचेल रकेटको फ्युलको लागि फेरि अर्कै इजाद, अर्कै व्यवस्था, न्युक्लियर एनर्जी प्रयोग हुन थालेको छ। भनाइको मतलब तपाईँ जति माथि जानु छ त्यति तपाईँलाई चाहिने एउटै कुरा हुन्छ, त्यो हो ऊर्जा, 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 एनर्जी। अब हाम्रो शरीर दुई चिजबाट बन्छ। फिजिकल्ली हामी सबैले हाम्रो शरीर देखेका छौँ, यसलाई म भन्ठानेका छौँ, यो म होइन। तपाईँहरूमध्ये बोटमा केरा फलेका कतिले देख्नु भएको छ भन्नुहोस् त, हात उठाउनुहोस् त। एकदम झुट बोल्नुभयो, तपाईँहरू कसैले पनि केरा देख्नु भएको छैन बोटमा। तपाईँहरू सबैले बोटमा देख्ने केरा होइन, केराको बोक्रा मात्रै हो। किनकि केराको बोक्रा भित्र हुन्छ, कसरी देख्ने? अब फेरि ध्यानपूर्वक सुन्नुहोस्, तपाईँको यो शरीर जसलाई तपाईँले म भन्ठान्नुहुन्छ त्यो तपाईँ होइन, तपाईँको बोक्रा मात्रै हो। अनि तपाईँको त भने तपाईँलाई चलाउने जुन शक्ति, ऊर्जा, प्राण शक्ति नै तपाईँ हो, जो देखिँदैन। जुन दिन मान्छे मर्छ त्यो बेला शरीर बाँकी रहन्छ, प्राण छुटिसकेको हुन्छ। अनि यो प्राणको मात्रा जति कम हुन्छ त्यति मान्छे जीवनमा असफल हुन्छ, जति यो प्राणको मात्रा बढ्छ त्यति जीवनमा ऊ सफल हुन्छ। अब तपाईँहरू सबै कोरिया पुग्छ पुग्दैन भन्ने कुरा तपाईँले कति पढ्नुभयो र कति पास गर्न सक्नुभयो, त्यो सबै कुरा केमा आधारित हुन्छ? तपाईँको शक्ति कति छ, तपाईमा पावर कति छ, त्यसले तपाईँलाई माथि उठाउने हो। त्यसकारण पहिलो कुरा के बुझ्नु पर्यो कि मैले बढाउनु पर्ने भनेको प्राणिक एनर्जी, त्यसलाई भाइब्रेसनल रूपमा नापिन्छ, बुझिन्छ। हामी सबै मान्छेसँग ऊर्जा उत्पादन हुने दुई तरिका छन्। एउटा ब्रेनबाट उत्पादन हुन्छ, हार्टबाट उत्पादन हुन्छ, त्यसलाई बायो इलेक्ट्रिसिटी भनिन्छ, र अर्को हाम्रो केमिकलबाट उत्पादन हुन्छ। त्यो ऊर्जाबाट हाम्रो शरीरमा एउटा आवामण्डल बनेको हुन्छ, ऊर्जा निस्केको हुन्छ। त्यो ऊर्जा अब एकचोटि हामी सबैमा कति, कसको ऊर्जा कति छ र हाम्रो ऊर्जा ठिक छ छैन त्यसैको लेखाजोखा गरौँ। हात एकचोटि मलाउँ त सबैले। हेलो, अलि जोडसँग, अलि जोडसँग। ओके, अब एक बिट्टा हात फरक राख्नुहोस्, आँखा बन्द गर्नुहोस्। दायाँ हातमा ध्यान लग्नुहोस्, दायाँ हात झमझम गरेको अनुभव भयो होला। बायाँ लग्नुहोस्, बायाँ झमझम भएको अनुभव भयो होला। अब यो दुवै हातलाई अगाडि पछाडि गर्नुहोस्, त्यहाँ केही चिजले ताने जस्तो, केही चिजले फाले जस्तो महसुस भयो होला। भयो? बिस्तारै बिस्तारै, धेरै टाढा होइन, नजिक। त्यहाँ केही चुम्बकले आएर ताने जस्तो, इलेक्ट्रिसिटीले फाले जस्तो महसुस हुन्छ। यही हो तपाईँको प्राण शक्ति, इलेक्ट्रोम्याग्नेटिक फिल्ड। अब हेर्नुहोस् यहाँ, यो बडीबाट निस्केको इलेक्ट्रोम्याग्नेटिक फिल्ड, यसलाई हामीले यसरी हेर्न सक्छौँ। हेर्नुहोस्, यो छोड्यो छैन, बन्यो। केले बढ्यो त भन्नाले मेरो शरीरबाट निस्केको पावर, जसले तपाईँलाई कति माथि उठाउँछ, कति माथि तल झार्छ भन्ने कुरा यो शरीरले निर्धारण गर्दैन, यसले निर्धारण गर्छ। इलेक्ट्रिसिटी, यो इलेक्ट्रिसिटीलाई बायो इलेक्ट्रिसिटी भनिन्छ। यो हरेक मान्छेको शरीर, यो ब्रेनमा उत्पत्ति हुन्छ र यो हार्टमा पनि हुन्छ। त्यसलाई इसिजी मेसिनले र इइजी मेसिनले नाप्ने गरिन्छ। यो कपडामा लगाउँदाखेरि हुँदैन, किनकि कपडामा इलेक्ट्रिसिटी हुँदैन। त्यो कुनै ठाउँमा यसरी लगाउँदा हुँदैन, किनकि त्यहाँ इलेक्ट्रिसिटी छैन। तर मान्छेमा लगाउँदा हुन्छ, यो सबै मान्छेमा हुन्छ। अब कतिलाई यो शङ्का लागिरहेको होला। हेर्नुहोस् त, यो छ भनेको म जीवित छु, ल जीवित भएको प्रमाण यही हो। सबैमा हुन्छ, सबै सिम्पल कुरा। एक दुईजना यता आउनुहोस् त, एक दुईजना मात्रै, धेरै झाल लगायो। अब कपडामा लगाउँदा हुँदैन, किनकि यहाँबाट इलेक्ट्रिसिटी आउँदैन। अब यो छैन भने मरेको हुन्छ फेरि, जीवित जीवित।
तपाईँहरूको यो फिल्ड होइन हजुरहरूमध्ये एकदम जोक नगर्नुहोस् युवाहरू हो। भेरी सिरियस कुरा भन्दैछु। यो कुरा बुझेन भने मान्छेले आत्महत्या गरिरहेका हुन्छन् नबुझेर, बौलाइरहेका हुन्छन्, डिप्रेसनमा गइरहेका हुन्छन्, आफूलाई नबुझेर, आफ्नो शक्तिलाई नबुझेर। त्यसकारण जोक नगर्नु होला, नाच्ने बेलामा नाच्नु होला, हाँस्ने बेलामा हाँस्ने होला, सिक्ने बेलामा गम्भीर भएर सिक्नुहोस्। किनकि यो सिक्ने तपाईँले जीवनमा बहुतै दुर्लभ अवसर पाउनु भएको छ। यो भयो भन्ने भाइहरू उठ्नुहोस् त। यसलाई डाउजिङ रड भनिन्छ। तपाईँले नेटमा सर्च गर्नुहोस् डाउजिङ रड। यो केले बनेको हुन्छ? तामाको। यसबाट तपाईँको शक्ति नापिन्छ। तपाईँ अब सफल हुन्छ कि असफल हुन्छ, तपाईँको भविष्यवाणी गर्न सकिन्छ कि तपाईँ कति माथि जान सकिन्छ, कति तल आउँछ भन्ने कुरा यसले नापिन्छ। यो एन्टिना यो यसरी चल्छ। यो केले चल्छ? यो कपर भएको कारणले गर्दा तपाईँको शरीरमा मुटुमा लगाउन साथ तपाईँको मुटुबाट निस्कने जुन अघि जुन मैले देखाएँ इलेक्ट्रिसिटी, त्यसले यसलाई फटाइदिन्छ। यो 1 इन्च फाट्यो भने तपाईँ पोजिटिभ मान्छे हो, तपाईँको लाइफ ठिक चलिरहेको छ। 2 इन्च फाट्यो भने तपाईँ 2 जना मान्छे बराबरको शक्ति छ। 6 इन्च फाट्यो भने तपाईँसँग 3 जना मान्छे बराबरको शक्ति छ। हामीले यो शक्ति नाप्दै मान्छे कति माथिसम्म पुग्छ, कति सफल हुन्छ, कति असफल हुन्छ, यसलाई हामीले प्रयोगमा ल्याइरहेको 20औं वर्ष भयो। र पछिल्लो समयमा पुस 7 गते हामीले प्रधानमन्त्री कार्यालयमा गएर प्रधानमन्त्रीको ऊर्जा नाप्दा उहाँको ऊर्जा 7 जना मान्छे बराबरको ऊर्जा देखियो। त्यही कुरा हामीले राजेश हमाल जो हाम्रो महानायकको रूपमा हामी चिन्छौँ, उहाँको एनर्जी नाप्दाखेरि त्यो एनर्जी पनि 7 जना मान्छे बराबर। अब भन्नुको मतलब के त? तपाईँ कति लाइफमा स्पिडमा गएर सफल हुनुहुन्छ या तपाईँ असफल हुनुहुन्छ भन्ने कुरा केले निर्धारण गर्छ? अब तपाईँ कोरिया पुग्नुहुन्छ भने स्योर छ कि छैन भन्ने कुरा पनि तपाईँको पावरले निर्धारित गर्छ, तपाईँको प्राण शक्तिले निर्धारित गर्छ। र जो मान्छेसँग जति पावर छ ऊ त्यति नै माथि गइरहेको हुन्छ। म एक्सपेरिमेन्ट गरेर देखाउँछु तपाईँहरूमध्ये। पानी अब हेर्नुहोस्, यहाँ सुन्नुहोस्। पहिला यो ऊर्जाको बारेमा यो कसरी नापिन्छ मैले बताउँदा, यो छातीमा लगाइन्छ हार्टमा, त्यसपछि त्यो हार्टबाट निस्केको इलेक्ट्रिकल फोर्सको कारणले गर्दा यो 2 इन्च भयो भने तपाईँ सामान्यतया ठिकै मान्छे हुनुहुन्छ। 4 इन्च फाट्यो भने तपाईँ पावरफुल मान्छे हुनुहुन्छ, 2 जना मान्छे बराबर। 6 इन्च भयो भने 3 जना मान्छे बराबर। इन केस तपाईँको यो नेगेटिभ ऊर्जा छ, तपाईँमा शक्ति छैन, शङ्का छ, कन्फिडेन्स छैन भने तपाईँको कन्फिडेन्सको लेभल जति कम, प्राणिक शरीर जति कम, त्यो यति क्रस हुँदै जान्छ। यो पाल पऱ्यो भने तपाईँले साइकोलोजिकल्ली तपाईँमा अप एन्ड डाउन छ, तपाईँको कन्फिडेन्स लेभल ठिक छैन भन्ने बुझिन्छ। अब उहाँको बाटो त्यहाँ सुरु गरौँ है त। यो निकाल्नुहोस् त। यो मोबाइल छ गोजीमा। अब त्यति धेरै टाढाबाट देखिएला नदेखिएला, तर यता पनि पर्दैन। अब एकदम ध्यानपूर्वक यहाँ चाहिँ हेर्नु होला है। हेर्नुहोस् उहाँको ऊर्जा चाहिँ 2 इन्च भयो पुग्ने ठाउँमा यो कति इन्च भयो हेर्नुहोस् त। इन्च हेर्नुहोस्, 6 इन्च। 3 जना मान्छे बराबर। सर हामी कोप में कति
4 इन्च 2 जना मान्छे बराबरको हुन्छ। अब अरू कोही आउनु चाहनुहुन्छ?